साथीहरू साफ महिला च्याम्पियनसिप 2026 आउन अब मात्र 4 दिन बाँकी रहेको छ। यो बिचमा भने खुसीको खबर सुनाउन मन लागेको छ, तर त्योभन्दा पहिले एउटा रियल घटना सुनाउन गइरहेको छु, ध्यान दिएर सुन्नु होला। 2020 को कुरा हो। त्यति बेला चाहिँ युएफए युरो चलिरहेको थियो र हाम्रो क्रिस्टियानो रोनाल्डो चाहिँ कुनै एक पत्रकार सम्मेलनमा थियो र उहाँले त्यति बेला चाहिँ इन्टरभ्यू दिइरहनु भएको थियो र इन्टरभ्यू दिने क्रममा चाहिँ उहाँले चाहिँ कोका कोलाको बोतललाई चाहिँ साइडमा राखेर उहाँले चाहिँ पानीको बोतल उठाउनु भएको थियो र उहाँले भन्नुभएको थियो कि ड्रिङ्क वाटर। र त्यो सानो मोमेन्टले उनको फ्यान्सहरूले कोका कोला खान नै बन्द गरिदियो के। र त्यति बेला कोका कोलाको मार्केट पुरै डाउन थियो। अब लागौँ खुसीको खबरतिर। हाम्रो चर्चित अनुहारहरू दिपा साई, मनमाया दमाई र रेखा पौडेल अब केवल खेलाडी मात्र रहेनन्। उनीहरूको मेहनत र लगनशीलताले आज उनीहरूलाई सफलताको एउटा नयाँ उचाइमा पुर्याएको छ र वास्तवमा यो एउटा पर्फेक्ट एक्जाम्पल हो, मेहनतको फल मिठो हुन्छ। एसटिसी इनर्जी इन्डस्ट्रिज प्राइभेट लिमिटेड नेपालको एउटा ठुलो कम्पनी हो र त्यही ठुलो कम्पनीले आज हाम्रो यी 3 जना प्रतिभाशाली खेलाडीहरू मनमाया, दिपा र हाम्रो रेखा पौडेललाई कम्पनीको ब्रान्ड एम्बेसडरको रूपमा स्वागत गरेको छ। यो कन्ट्र्याक्ट 1 वर्षको लागि भएको बताइएको छ र दुवै पक्षलाई चाहिँ फाइदा पुर्याउने विश्वास राखिएको छ। र अब पालो तपाईँहरूको। यदि तपाईँहरू उहाँहरूको फ्यान्स हुनुहुन्छ भने उहाँले प्रचार गरेका सामान किनेर सपोर्ट गर्न नबिर्सनु होला, किनभने सच्चो फ्यान्स त्यही नै हो जसले आफ्नो आइडलको कुरा मान्छ। र जाँदा जाँदै उहाँहरू 3 जनालाई भने धेरै धेरै बधाई छ। लाइक एन्ड फलो, लाइक एन्ड सब्सक्राइब।